महानगरपालिकाको छानबिनमा तानिएका थिए प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई। अन्ततः अनेक गरेर केपी ओली एन्ड कम्पनी उर्फ एमाले काठमाडौँ महानगरमा ताण्डव देखाएर कलङ्कित पात्रलाई महानगरमा प्रवेश गराए। सरोज किन कलङ्कित पात्र हुन्? तथ्य हेरौं। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको पूरा नाम सरोज प्रसाद गुरागाई हो, तर काठमाडौँ महानगरपालिकाको वेबसाइटमा भने सरोज गुरागाई मात्र उल्लेख छ। राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनकर्ताको कालो सूचीमा राखेका गुरागाईलाई संघीय सरकारले रहस्यमय ढङ्गले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको पाइन्छ। सिराहाको प्रमुख जिल्ला अधिकारी हुँदा सुदीप शर्मा भन्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारी रूपमा पक्राउ गरी गैर कानुनी थुनामा राखी मानव अधिकार उल्लङ्घन गर्ने कार्यमा संलग्न रहेको अभियोग राष्ट्रिय मानव अधिकार आयोगले गुरागाईलाई कारबाहीका लागि सिफारिस गरेको पाइन्छ। यो पनि हेर्नुहोस्, मानव अधिकार उल्लङ्घनका दोषीहरूको सूचीमा गुरागाईको नाम पनि समावेश छ। आयोगले सरकारलाई कारबाहीका लागि सिफारिस गरेको पाइन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 2080 पुस 20 गते विभागीय कारबाही गर्ने सिफारिस यथाशीघ्र कार्यान्वयन गर्न गृह मन्त्रालयले दिएको निर्देशनमा समेत गुरागाईको नाम 3 नम्बरमा छ। राष्ट्रिय मानवाधिकार आयोगको कालो सूचीमा परेका र विभागीय कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गृह मन्त्रालयलाई निर्देशन दिएका गुरागाई कसरी काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनेर गए र पठाइए? प्रश्न अनुत्तरित छ। उनले काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि सरोज गुरागाई लेख्न लगाउनुले ती मानव अधिकार उल्लङ्घनको कालो सूचीमा परेका सरोज प्रसाद गुरागाई र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई एउटै व्यक्ति हुन् भनेर थाहा नहोस् भनेर चलाखी गरेको प्रश्न हुन्छ। यस्ता विवादित व्यक्तिलाई काठमाडौँ महानगरपालिका जस्तो महत्त्वपूर्ण निकायमा पठाएर संघीय सरकारले सुशासनको खिल्ली उडाएको देखिन्छ। एमाले काठमाडौँ महानगरमा ताण्डव देखाएर यिनै कलङ्कित व्यक्तिलाई झ्याल फुटाएर प्रवेश गरायो। यसले भन्छ एमाले राजनीतिक दल होइन, अराजकहरूको झुण्ड भो। राणा शासन भन्दा पनि गिरेर ओली सरकारले आफ्ना विरोधीहरूको तेजो वध गरिरहेका छन्। जनताका लागि केही राम्रो गरिरहेका मुलुककै लागि आशा लाग्दा युवाहरू बालेन र कुलमान जस्ताहरूलाई पेल्दै गलाउँदै हराउने रणनीति अनुरूप सबै सस्ता भ्रष्टहरूको कब्जामा लिँदै गएका छन्। काठमाडौँको टावर तला थप्न स्वीकृति दिएर अनियमितता गरेको आरोपमा महानगरपालिकाको छानबिनमा तानिएका थिए प्रमुख प्रशासकीय अधिकृत गुरागाई, तर उनैलाई संघीय सरकारले 104 दिनपछि कार्यालय फर्कायो। मेयर बालेन शाह कार्यालयमा नभएका बेला उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा गुरागाईलाई कार्यकक्षमा हाजिर गराइयो। बालेन शाहले प्रणाली बसाउन खोजेका थिए। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई विरुद्ध आर्थिक अनियमितताको उजुरी अख्तियारमा विचाराधीन अवस्थामा छ। बालेनले त दागरहित कर्मचारी पठाइदेऊ सरकार पो भनेका थिए। यसमा सरकारले बालेनप्रति पूर्वाग्रह साध्यो। सरकारले नै सिस्टम भत्काउन खोज्दा बिहिबार काठमाडौँ महानगर कार्यालयमा रडाको मच्यो। सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न चुक्यो। व्यक्तिसँग बदला लिन खोज्दा प्रणाली भत्कियो। अन्ततः नोक्सान त जनताको घर दैलोमा सिंहदरबार पुर्याउने घोषणा गरेका दलहरू र व्यवस्थालाई नै हुनेछ। जनताको पीडा त छँदैछ। बालेन मन नपराउन पाइन्छ, उनीसँग असहमत हुन पाइन्छ, आलोचना गर्न पाइन्छ, अन्याय भएको छ भने उनका विरुद्ध अदालत जान पनि पाइन्छ। तर त्यसरी झ्याल ढोकै फोरेर कलङ्कित व्यक्तिलाई भित्र्याएर मत दिने मतदाताको शिर निउरिने काम गर्न चाहिँ पाइँदैन। ओली सरकारको नियतमै खोट देखिन्छ। गत भदौ 27 गतेको मन्त्री परिषद बैठकले अवधि नपुग्दै प्रशासकीय प्रमुख प्रदीप परियारलाई सरुवा गर्यो। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा 2 वर्षसम्म एउटा कार्यालयमा काम गर्न दिइने अभ्यास छ, तर 8 महिनामै परियारलाई सरुवा गरेर सहसचिव सरोज गुरागाईलाई कागजमा ल्याइयो। युवा र कार्यक्षमतामा अब्बल मानिएका सहसचिव परियारको सरुवा र बालेनलाई असहयोग गर्नु थियो। मेयर बालेन र परियारको ट्युनिङ मिलेको पनि थियो। प्रधानमन्त्री केपी ओली महानगरका मेयर शाहबीच सम्बन्ध राम्रो नहुँदा प्रमुख प्रशासकीयलाई छिटो सरुवा गरिएको थियो। एउटा मेयरको ग्राफ घटाउन मुलुककै प्रधानमन्त्री ज्यान फालेर लागेको सत्य हो। संघीय सरकारको प्रमुख प्रशासकीय अधिकृत नपठाएर मेयर बालेन शाहमाथि यतिका समयसम्म प्रतिशोधपूर्ण व्यवहार पनि गरिएको हो। यसले बालेनमाथि सरकारले प्रतिशोध चाहेको प्रष्ट देखिन्छ। 12 तलाको नक्सा पास प्रक्रिया रोक्नुपर्नेमा 19 तलाको नक्सा पास स्वीकृति गरिदिएपछि मेयर बालेनले एक्सन
एक्सन लिएका थिए। एक त विभागीय कारबाही र मानव अधिकार उल्लङ्घनकर्ताको कालो सूचीमा परेका गुरागाईँलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउनु नै गलत थियो। अर्कोतिर उनले बदनियतपूर्वक ठेकेदारको पक्षमा निर्णय गरेर त्यहाँबाट भाग्न खोजेका थिए। उनले सहजै मुक्ति पाउनु हुँदैन, दण्डहीनताको अन्त्य गर्छु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासनको नारा यस्तै कारणले हावा खाँदैछ। अख्तियारमा उजुरी छ, मानव अधिकार आयोगले कालो सूचीमा राखेको छ, अनि काठमाडौँको उपमेयरले काँधमा बोकेर लगेर त्यस्ता प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएकी छन्। यहाँ उपमेयर डङ्गोल महाभारतको कर्ण बनेको देखिन्, एमालेको नुन खाएर नुनको सोझो गर्दै गरेको भेटिन्। एक कलङ्क र दलको भ्रष्टाचारमा पर्दा लगाउने कर्मचारीलाई काम गर्न रोकेर बालेनले सुशासन कायम राख्न खोजेकै हुन्।